हेलो गुड मर्निङ नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला है र अहिले चाहिँ मैले भिडियो सुट गर्दा चाहिँ मर्निङ भइरहेको छ त्यसैले सबैजनालाई गुड मर्निङ है र देखिराख्नु भएको होला यहाँ चाहिँ मेरो छोरा खेल्दैछ र हेर्नुहोस् न मलाई हेरेको यसले भन्छ नि है सन्स फर्स्ट लभ मम अरे मम्स लास्ट लभ सन अरे नि है त्यस्तै हेर्नुहोस् न यसको पनि फर्स्ट लभ म होला नि त त्यही भएर हेरेको हेर्नुहोस् न मेरो छोराले नि मेरो छोरा कति मजाले हेरिरहेछ र अब डाइलग बाजी बेसी भयो है र म चाहिँ खाजातर्फ लागेँ बिहानको खाजा त यसो खानै पर्यो भोक लाग्छ र अब फटाफट खाएर चाहिँ दोकानतर्फ लाग्नु पर्यो भनेर म पनि अब फटाफटै खाँदै थिएँ र म चाहिँ यत्तिको भएँ हो तर पनि जति नै लगाएँ अब त्यतिकै हो है नानीको आमा भए पश्चात यसरी अनुहारमा दाग यसरी चाया धेरै निक्लिँदो रहेछ साथी हो अब यो चाहिँ कसरी हराउने त्यो चाहिँ मलाई थाहा छैन मेरो चाहिँ अहिलेसम्म हराएकै छैन हो बाई बाई नानु आए बाई बाई टाटा भन्देऊ न टाटा भन्देऊ टाटा भन्देऊ न किद्दैको क्यामेरा त टाटा नानु बाई यता हेर्देऊ न त खोइ त हेरेको मलाई त हेर्दैन त्यसले बाई 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 र मुटुमा ढुङ्गा राखेर नानीलाई बाई बाई भने पश्चात म मेरो दोकानतर्फ लागेँ है के गर्नु अब जे गर्दैछु त्यसकै लागि गर्दैछु आज दुःख छ त पछि सुख आउँछ होला भन्ने आशामा नै चलिरहेछ जिन्दगी है त्यसलाई छोडेर यसरी टाढो जानुपर्छ तर यति सोचेर चाहिँ सन्तोक लाग्छ कि जे गर्दैछु त्यसकै लागि गर्दैछु है र म चाहिँ काकालाई पर्खिरहेको थिएँ र काकाले मलाई पर्खिरहनु भएको रहेछ दोकान जानको लागि हो उहाँ चाहिँ हाम्रो काका हुनुहुन्छ र म ढिलो आयो भनेर काका चाहिँ रिसाउनु भइरहेको थियो है काका एकदमै राम्रो हुनुहुन्छ है हेर्नुहोस् न मसँग रिसाइ नै रहनु भएको छ काका र यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ काका चाहिँ एकदमै राम्रो हुन्छ र काकाले मलाई दैलोहरू पनि यसो खोलिदिनुहुन्छ होइन मेरो हेल्प गरिदिनुहुन्छ दैलो खोल्नतिर त्यही कारणले चाबी माग्नुहुँदै थियो काकाले र देख्न सक्नुहुन्छ मेरो चाहिँ दोकान चाहिँ छोराको नाममा छ है नवाङ फास्टफुडको नाममा भएको दोकान चाहिँ यस प्रकारको छ हेरिराख्नु भएको होला है र यसको पछाडिपट्टि पनि यस प्रकारको दृश्यहरू चाहिँ यसरी देख्न सक्नुहुन्छ भ्यूहरू यस्तो छ पछाडि चाहिँ एकदम प्रकृतिले भरिएको दृश्यहरू छ जसले हेर्दाखेरि एकदम राम्रो देखिन्छ जो कोही र यो चाहिँ तिरानामा स्थित छ है र जो कोही पनि तिरानामा आउनुहुन्छ
यदि आउनुहुन्छ भने भिजिट गरिदिनुहोस् होला है, भिजिट गर्न सक्नुहुनेछ हाम्रो नावाङ फास्ट फुड कर्नरमा। र आज चाहिँ दिदी काम गर्ने दिदी नआउनु भएको कारणले गर्दा चाहिँ आज चाहिँ मैले नै फटाफट एक्लै थिएँ, म एक्लै दोकान सम्हाल्नु पर्ने थियो, त्यही भएर मैले नै एक्लै फटाफट मोमो बनाउँदै थिएँ, कस्टमरसँग बात मार्दै मोमो बनाउँदै थिएँ हो। ढिलो भइसकेको थियो, मोमो रेडी थिएन, कस्टमर थुप्रिसकेको थियो, सो म आफैले नै फटाफट मोमो बनाएर हाल्दै थिएँ र मोमो यसरी मैले बनाइसकेर रेडी गरिसकेको थिएँ। र यहाँ कस्टमर दादाहरूले चाहिँ यसरी बात मार्दै हुनुहुन्थ्यो। र अब दोकानमा त्यही त हो, कस्टमर आउँदै जाँदै गर्छ। अङ्कलले चाहिँ मलाई दोकानमा यस्तो गर्नु सल्लाह सुझाउ धेरै दिनुहुँदै थियो होइन। हुन्छ र यो चाहिँ बेलुकी पख हो। बेलुकी पखमा चाहिँ मेरो आसु पनि आउनुहुन्छ र म आसुसँग पनि हल्का गफ दिँदै भिडियो बनाउँदै फोटो खिच्दै टाइम स्पेन्ड गरिरहेको थिएँ। पश्चात आसुसँग मेरो हस्बेन्डसँग फोटो खिचे पश्चात भिडियोको अन्त गर्दछु। थ्याङ्क्स फर वाचिङ, बाई बाई।